म यति बेला रोमानियाको बुकारेस्टमा छु र हाम्रो नेपालमा भनेको टिभी च्यानलमा आउँदैन वर्ल्ड कप, पैसा तिरेर हेर्नुपर्छ। यहाँनिर चाहिँ फुटबलको यति क्रेज छ कि होइन। यो एउटा गल्ली हो होइन, अनि यो गल्लीमा देख्न सक्नुहुन्छ यहाँ एउटा चारैतिरबाट स्क्रिन छ। साउथ कोरिया र चेक रिपब्लिकको गेम भइरहेछ, 2-1 स्कोर छ। अनि मजाले लाइभ तपाईँले पानी परिरहेको छ, यतिखेर पनि फुल लाइभ छ। पानी परिरहँदाखेरि पनि 24 घन्टा जतिखेर गेम भए पनि यहाँनिर चाहिँ फुल लाइभ हेर्न सकिन्छ क्या। यस्तो लाइभ हेर्ने ठाउँ चाहिँ ठाउँ गल्ली गल्लीमा बनाएको हुन्छ। यहीँ लुइस भिटनको सोरुम छ यत्रो, अनि यहाँ गेम पनि ठ्याक्क सकियो। नेपालमा चाहिँ कस्तो भनेदेखि फुटबल हेर्ने त्यो इलिगल वेबसाइटहरू, इलिगल एपहरू त्यो पनि ब्यान्ड गर्ने रे के। अरे हेरुन् न यार, मान्छेले पैसा तिर्न नसक्ने मान्छेले त हेरुन् न होइन, इलिगल साइटबाट हेरुन्। यहाँनिर त टिभी च्यानलमा गभर्मेन्टले फ्रीमा देखाइदिइरहेको हुन्छ। टिभी च्यानलमा अझ टिभी च्यानल मात्र नभएर देख्नुभयो होला, यस्तै ठाउँमा चोकमा यत्रोमा हल्को भन्दा पनि ठुल्ठुलो स्क्रिन लगाएर वर्ल्ड कप देखाइरहेको हुन्छ। वर्ल्ड कप मात्र भएन, युरो कपहरू यसै गरी देखाइरहेको हुन्छ। हामीले पैसा तिर्नु पर्दैन। कति फरक छ त यार नेपालमा र यहाँलाई देख्न सक्नुहुन्छ। नेपालको मान्छेको सोच र यहाँको मान्छेको सोच कति फरक छ। गभर्मेन्टले चाह्यो भनेदेखि वर्ल्ड कप ठाउँमा होइन, हाम्रो नेपालमा पनि काठमाडौँमा ठाउँमा ठुलो स्क्रिनहरू लगाइदिने, अनि त फुटबलको क्रेज बढ्छ, फ्यान बेस बढ्छ, अनि फुटबल ग्रोथ हुन्छ, अनि त्यस हेर्ने मान्छे भएपछि खेल्ने मान्छे पनि जन्मिन्छन्। त्यो हो नि त कुरो यार। नेपालको यो पोलिटिसियनहरूको दिमागमा चाहिँ यो कुराहरू कहिले छिर्ने हो यार। इलिगल्ली हेऱ्यो भनेर पैसा तिरेरै हेर्नु पऱ्यो नि, इलिगली हेऱ्यो भनेर साइटहरू पनि ब्यान्ड गर्ने भनेको त्यो त कस्तो लोजिक हो क्या। वर्ल्ड कप जस्तो इभेन्टलाई चाहिँ नेपाल सरकारले यस्तो गर्नुपर्ने हो कि एउटा च्यानलमा, कान्तिपुर अथवा नेपाल टेलिभिजन अथवा स्पोर्ट च्यानलहरू, कुनै एउटा स्पोर्ट च्यानलमा देखाउनु पर्ने गेम चाहिँ अझ पैसा तिरेर हेर्नुपर्ने रे।